आज ज्येष्ठ 6 गते 1 देखि 5 वर्षसम्मको बच्चाहरूलाई स्वर्णबिन्दु खुवाउने कार्यक्रम रहेको रहेछ। यो चाहिँ आयुर्वेदिक हस्पिटलमा खुवाउनु हुने रहेछ। मलाई पनि यो वर्षदेखि मात्रै थाहा भएकोले म चाहिँ यो वर्षदेखि खुवाउन सुरु गरेँ। तपाईहरू पनि नजिकैको आयुर्वेदिक अस्पतालमा लगेर आफ्नो नानी बाबुहरूलाई खुवाउन सक्नुहुन्छ। दमक नजिकै कमल गाउँपालिका पर्ने परदेश आयुर्वेदिक अस्पतालमा लिएर गएको थिएँ मैले चाहिँ। हामी झापा जिल्लाभरिको लागि चाहिँ यहाँनिर रहेछ खुवाउने। मलाई चाहिँ पहिला थाहा थिएन, यो पालि थाहा भएर खुवाइओरी लिएर आएँ। बिहानको 8 बजीदेखि 3 बजीसम्म खुवाउनु हुने रहेछ। तपाईँहरूले पनि लिएर जानु होला। म चाहिँ 8 बजे लिएर गएको थिएँ। एकदम भिड थियो। 3-4 ठाउँ डिभिजन गरेर खुवाउनु हुँदो रहेछ, त्यही भएर अलिक चाँडो भयो। मैले चाहिँ बाबुलाई खुवाइओरी अनि हामी चाहिँ घरतर्फ लाग्यौँ।